साथीभाइ अब हामी यो गाडीको मार्सल सिलिन्डर फेरेर जाँदैछौँ। भाइ पेसोकको हुनुहुन्छ। के नाम पो भाइको? मेरो साइलो हो। अनि अब मार्सल सिलिन्डर लिक भएर चाहिँ सर्भोमा पुरै ब्रेक वाल पसेको थियो। नयाँ मगाएर लगाइदिउँ भाइको। यहाँ गाडी ब्रेक फेल भएछ। ऊ यहाँ राखिरहेको छ। हेर्नुहोस् त्यो अगाडि गाडी ब्रेक फेल भएको अतालेर उत्रिरहेछ नि। बाटो बन्छ, हाइवे बन्छ। कहाँ गएको? यहाँ माथि यो भाइ पनि पेसोक हो नि डाबु गएको। मेरो साथीको छोरा हो। केशरको भानिस। हेर्नुहोस् हाम्रो पेसोकको बाटो कति राम्रो छ। हेर्नुहोस् त सफा, कहीँ खाल्टाखुल्टी छैन। खाल्टाखुल्टी छैन। हेर्नुहोस् यति हो। अहिले सुक्खा भएर पत्ताहरू झरेको छ। अलिक पछाडि अब यो पनि सफा भइहाल्छ। युट्युबर ज्यादा भयो अहिले चाहिँ। फर्क्यौँ है। हजुर हेर्नुहोस् यो ब्रिटिसले लगाएको पहिलाको वालहरू कस्तो मजाको छ। इँटा जस्तो ढुङ्गा काटेर। हेर्नुहोस् यो लुपुल हो। युजमा छाडेर के गराएको रे त? रिलिज प्यानिङ गराएको है। त्यसलाई चेक गराउनु पर्यो नि होइन? गियर वास खोल्नुपर्छ नि त्यसको लागि। गियर वास खोलेर हो त्यहाँबाट चाहिँ झार्नुपर्छ। पुरा हलिँदो रहेछ भाइ। यतिको ठिकै हो ठिकै छ होइन? त्यो प्ले त हुनु पऱ्यो नि। प्ले भएन भने त त्यो त अन्त माथि आएछ त्यो रोकिन कडा पो हुन्छ त ब्रेक। सर्भोले काम नगरे। असीमा चाहिँ कडा हुँदैछ त्यो मतलब त्यो उयो नै भएको है। मार्सल सिलिन्डर काटेर फेसबुकमा हाल्ने बेलुकाको कन्टेन्ट डेली हाल्नुपर्छ नि त। एउटा भिडियो त क्या जाँदा हुँदैन। जाँदा हुन्छ। भाइको फोन नम्बर दिनु त म तल गएर पुलिसलाई भन्छु कि।